साथीहरू, रिलायन्स स्पिनिङ मिल्सले आइपिओ बाँडफाँड गरिसकेको छ। यस कम्पनीले निष्कासन गरेको आइपिओ 18,495 जना भाग्यमानी लगानीकर्ताहरूले 50-50 किताका दरले सेयर हात पार्नु भएको छ भने र त्यसै गरी बाँकी रहेको 18 किता सेयर भने 18 जना भाग्यमानी लगानीकर्ताहरूले 51 किताका दरले सेयर हात पार्नु भएको छ। अहिले नेपाली सेयर बजारमा आइपिओ पर्नु र अमेरिकाको डिबी पर्नु भने उस्तै भएको छ। किनभनेपछि कम्पनीले एकदमै थोरै मात्रामा आइपिओ निष्कासन गरेको हुन्छ। आइपिओ भर्नेको सङ्ख्या भने अहिले पछिल्लो समयमा भत्तै नै बढेको छ। त्यसै कारणले गर्दा अहिले नेपाली सेयर मार्केटमा आइपिओ पर्नु र युएसए को डिबी पर्नु भने उस्तै भएको छ। यस कम्पनीको सेयर आज भर्खरै केही घण्टा अगाडि बाँडफाँड गरेको छ भने र यस कम्पनीको आइपिओ रिजल्ट चेक गर्नको लागि भने धेरैजनाहरूले अहिले रिजल्ट यस कम्पनीको चेक गरिरहेको भएर यस कम्पनीको रिजल्ट अहिले चेक गर्न भने सर्भर डाउन भएर अहिले चेक गर्न मिलिरहेको छैन भने अबको 2-3 घण्टापछि अथवा 1-2 घण्टापछि भने तपाईहरूले मजाले यस कम्पनीको आइपिओ चेक गर्न सक्नुहुन्छ। जसलाई यस कम्पनीको आइपिओ परेको छ तिनीहरू सबैलाई बधाई भन्न चाहन्छु भने र जसलाई यस कम्पनीको आइपिओ परेको छैन तिनीहरूलाई पनि हरेस नखानु भन्न चाहन्छु। कन्टिन्यू तपाईहरू आइपिओ परेन भनेर भर्न नछुटाउनु होला। किनभनेपछि तपाईहरूले कन्टिन्यू तपाईले भर्नुभयो भने एक न एक दिन तपाईलाई पर्ने नै छ। र त्यसै गरी यस कम्पनीको आइपिओ दोस्रो बजारमा कारोबारमा आउँदा यस कम्पनीको पहिलो कारोबार भने 242.05 पैसादेखि यसैको 3 गुणाले हुन आउने 726.15 पैसा यस कम्पनीको ओपनिङ प्राइस हुने देखिन्छ। यदि तपाईहरूलाई यस कम्पनीको 50 किता आइपिओ परेको छ भने तपाईहरूले पहिलो कारोबारको दिन यस कम्पनीको 50 किता आइपिओबाट 25 देखि 30 हजार सम्म भने आफ्नो लगानी उठाउन सक्नुहुन्छ। यदि यस कम्पनीले 1-2 दिन सर्किट हान्यो भने तपाईहरूले आफ्नो लगानी भने ढुक्कका साथ उठाउन सक्नुहुनेछ। र पछिल्लो समय आइपिओ निष्कासन गरेका हाइड्रोबर कम्पनीको सेयर मूल्य भने धेरै जसोको 8,000, 9,000, 10,000 सम्म पुगेको हामीले देखेका छौँ भने र त्यसै गरी यस कम्पनीको आइपिओबाट पनि हामीहरू घाटा भने पक्कै पनि हुने छैनौँ। पछिल्लो समयमा कुनै पनि आइपिओ निष्कासन गरेको कम्पनी भने कसैले पनि घाटा खाएर बेचेको छैन। त्यसैले गर्दा यस कम्पनीले निष्कासन गरेको आइपिओ भने हामीले घाटा खाएर बेच्नुपर्ने अवस्था भने आउने छैन। आउने दिनमा नेपाल सेयर बजार सम्बन्धी नयाँ जानकारीहरू थाहा पाउन चाहनुहुन्छ भने मेरो टिकटक आइडीलाई फलो पनि गरिदिनु होला।